हेलो गाइज, वेलकम टु माई ब्लग युना राई। आज चाहिँ मैले घरको छेउबाट भिडियो स्टार्ट गरेको छु र आजको यात्रा भनेको चाहिँ दादा र मेरो हुनेछ। घरदेखि धोत्रेसम्मको यात्रा हुनेछ र म तपाईहरुलाई देखाउने छु। मेरो भिडियो अन्तिमसम्म हेर्दिनु होला र सर्वप्रथम त सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, लाइक कमेन्ट अनि कस्तो हुन्छ मेरो भिडियो कमेन्ट बक्समा लेखिदिनु होला भन्न म चाहन्छु। साथीहरु, दादा र म चाहिँ हिँडि पनि सक्यौं, आधा बाटोमा आइसक्यौं। म चाहिँ धेरै गले फ्याफेने भइराछ अनि अब अझै हाम्रो बाटो छ 3 घण्टा जस्तो लाग्ला। ढिलो हिँड्दा छिटो हिँड्दा 2 घण्टा लाग्ला। धोत्रेको यात्रा यता हुँदैछ दादा पछाडी। यता अब म तपाईहरुलाई माथिसम्मै पुगिन्जेलसम्म र घुमिन्जेलसम्मको म तपाईहरुलाई सबै देखाउने छु। हामी चाहिँ धोत्रेको उद्धो जंगलमा जाँदैछौँ, अझै छ जानुलाई। अनि बाटो चिन्न देखाइदिनु भएको रहेछ। यस्तो बाटो यता राम्रो फोडिदिनु भएछ। अनि दादा र म चाहिँ गइराखेको माथि पुग्नु भयो। म चाहिँ हिँड्नु नसकेर स्याँ गर्दै ठिका ले साथीहरु। अब अरूको गाउँठाउँमा त लेख्ला मजाले बाटो यता भनेर, हाम्रो त यस्तो डान्ठाले बाटोको चिन्ह देखाउने है हो। उफ, यो कुन जंगल हो? यस्तो गर्मी भएर बाटोको चिन्ह त्यता नि रहेछ। उफ, गर्मीले। ल साथीहरु, हामी चाहिँ धोत्रे देउराली पनि अब आइपुग्यौं। दाइको कमाल हेर्नुपर्छ, त्यतातिर बच्चा जस्तो गरी हिँड्नु भएको छ। गलेर गर्मीले घाम भने टन लागिरहेछ। साथीहरु, यहाँ चिमान देख्दैन रहेछ, म तपाईहरुलाई देखाउँछु है त। अब चाहिँ हामी आइपुग्यौं मरी दाइको हिँड्नै। हामी चाहिँ धोत्रे साथीहरु, हामी चाहिँ धोत्रे आइपुग्यौं। धोत्रे बल्ल धोत्रे आइपुग्यौं। धोत्रे त धेरै परिवर्तन भएछ। म नआएको पनि 6 महिना कि कति भएछ, 6 महिना भएछ म नआएको धोत्रेमा। यस्तो परिवर्तन भएछ है। रोड नि यता आएछ यतातिर। धोत्रे हिँड्दै आएको झन्झनै मरेको यस्तो भएछ है धोत्रे देउराली। होइन नाना, घरदेखि आएको। हजुर, यहाँसम्म आएको। दाजुको होटलको नाम त के पनि कहाँ लानु भएको? थुक्का यो के हो? धोत्रे देउरालीको साउजी हो यो। एकचोटि यता हेर्नु त, यता धोत्रे देउराली। हाँस पोखरी धोत्रे। बल्ल आइपुग्यो साथी हो। यस्तो रहेछ, धेरै नै परिवर्तन भएछ। म नआएको त 6 महिना भएछ। आमामा 6 महिनाभित्र यो घर नै बनेछ।
र म यतामा पस्छु अब दाइहरूको घर फुलहरू यत्रो यत्रो बनाउनु भएछ है के गर्नु भएको सर म घाम तापेको नि हो यो तल टोलेर यता बुझ्नु गुरु दाजुको होइन को हो नि यता मेन 12 बजी कोही 12 बजी कोही 2 बजी के खानु भएको दाजु जाँड हो कि रक्यो हौ जार हो जारी खोइ छैन त अलिकति जाँड खाइ खाइ ताराहरू लागेर ऊहरू गएको कता गयो दाइहरूको किचन यता बस्ने ठाउँ साथीहरू म चाहिँ चटपटे बनाउनुको लागि के गर्दैछु कोपी नि काटिसकेँ अब के बाँकी छ धनियाँ खोइ दाजु धनियाँ म काट्छु अब त्यहाँदेखि देखाइदिउँ न जहाँ खाएको भएछ नि हजुर साथीहरू चटपटे नि बन्यो अब खाने बस आउनु दाजु आउनु न हात आमामा यसो गर्नु हात कलरले चाहिँ हात आउनु न खानु यहाँ चाहिँ क्यारम बोर्ड खेल्नु हुँदैछ अनि यहाँ पुरै हुटिङ आफ्नो आफूलाई हुटिङ यता उता हुटिङ रमाइलो धोत्रे देउरालीमा खेलाडी हुटिङ गर्ने मान्छे दुईजना छिटो हारिसम्म आमा छोरी साथीहरू अब चाहिँ धोत्रे देउराली बाटो बुन्नु र म जाँदैछौँ घुम्नु अब कस्तो कस्तो के गर्छौँ कता कता घुम्छौँ म तपाईँहरूलाई सबै नै देखाउने छु यो चाहिँ मेरो डल्ली बुनु डल्ली त होइन म भन्दा अग्लो नै छ म भन्दा अग्लो नि होइन हामी दुई बराबर आएछौँ अब त सबैले चिन्नुहुन्छ होला मेरो बुनलाई सन्जिता के भन्छ सन्जिता के राई पनि तिमी त सन्जिता साम्पाङ त होइन होला हौ तिमी ए सन्जिता साम्पाङ राई युना साम्पाङ राई दुईजना हिँड्यो घर पाइन्छ साथीहरू धोत्रे डाँडा धोत्रे देउराली तल हामी चाहिँ हिँड्यो अब कहाँसम्मको यात्रा हुनेछ हामीको लु साथीहरू हामी चाहिँ चिमाल फुलेको छेउमा आइपुग्यौँ तर यहाँ चाहिँ खासै धेरै फुलेको छैन रहेछ यहाँभन्दा उँभो धेरै फुलेको छ अझै उँभो जान्छौँ धेरै नै फुलेको होला चिमाल वाउ सेतो यो चाहिँ सेतो खालको चिमाल अझै हामीको यात्रा कहाँसम्म हुनेछ कहाँसम्म हुन्छ बुन्नु अब यताबाट आएको है हामी
साथीहरू चिमाल फुलेर झकमक्कै यता बाटो चिमाल यहाँ एक बोटमा चाहिँ खतरा फुलेको रहेछ तर अब त ओइलेर झरिनिसकेछ यहाँ बाटो बुनु लुखुल लुखुल आउँदैछ तल साथीहरू यो राष्ट्रिय फुल चाहिँ नटिप्नु भन्छ तर मैले टिप्दैछु नरिसाउनु होला कसै नि अब टिपेर के गर्नु पर्यो फोटो खिच्नु पर्यो है अनि के गर्नु पर्यो यत्रो राम्रो फुल है नरिसाउनु होला कसै नि मैले टिप्दैछु माइन्ड नगर्नु होला यत्रो बिजोग गरी म टिप्दैछु मैले टिपिसकेँ बुनु कपाल अब यो रुख चढ्नुलाई रेडी मेरो बुनु त फेरि बाघ जस्तो हो नि त रुख चढ्नु चाहिँ म चाहिँ डराएर डर लाग्छ म चाहिँ साथीहरू लड्छ है बिस्तारी बिस्तारी बुनु चढ्यो रुख कस्तो राम्रो फुल छ यहाँ टुप्पीमा मात्रै रहेछ है अब त झरि नि सकेछ फुलहरू नि लास्ट भइसकेछ नयाँ वर्ष नलागि फुल सक्यो भुइँमा फुल झर्यो पनि टिपिसक्यो र नि बुनु भुइँमा झर्सकेर नि अब फेरि बुनु हिँड्यो कुद 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 यता चाहिँ धेरै नै राम्रो रहेछ साथीहरू उदो भन्दा बुनुले के खाएको रक्सी हो कि यो बा रक्सी हो यता राम्रो रहेछ अनि यहाँ हातमा नि छ यता राम्रो राम्रो फुलेको रहेछ है तल चाहिँ राम्रो रहेछ है बुनु रहेछ नि चिमालको बोट है गुराँस होइन यो चाहिँ चिमाल धेरै लेकमा पर्ने चिमालको बोट हो यो चाहिँ वाउ यस्तो राम्रो फुलेको है हातमा नि छ बुनु कहाँ पसेको यो बुनु फुल्नु पसेको रे कतिवटा अन्डा पार्यो बुनु खोइ यो रातो रातो बुनु फुल्नु पसेको रे यहाँ यत्रो घुर्नी बनाएर आयो हाँसाउँछ बुनुले साथीहरू बुनु र म चाहिँ यो डाँडा आइपुग्यौँ गिद्धे मैदान भन्ने ठाउँ अनि यहाँ यस्तो दामी चिमाल छ कि वाउ यहाँ बुनु फोटो खिच्ने डिस्टर्ब गरे के गर्यो अरे डिस्टर्ब गरेको फोटो खिच्नुलाई डिस्टर्ब गरेको यसले अनि भाचेको मेरो बुनु त कम त तर छ कि डिस्टर्ब गर्यो अरे ले बुनु खतरा डर रहेछ दुईजनाले यो पनि डिस्टर्ब हो गया तान्न सक्दैन गाल गए भाँचिनी सक्यो बुनु तिन तारा घुम्दैछ उतुलुल्लु ला भाँच्यो कहाँ पुग्यो चट्टै काट्यो सक्यो उ त्यसको उनी बहिनीले के गरेको यो ढुङ्गा ठडाको अब ढुङ्गा ठडाएर के गर्ने खेल्ने ए अनि आजको डाँडा घुमाइ कस्तो भयो दामी भयो ठडाउ ढुङ्गा उनले ढुङ्गा ठडाउँदैछ अनि चिमाले भरेको सुन्दर ठाउँ यो के हो गिद्धे डाँडा भन्ने ठाउँ हो
बस्ने ठाउँ नि अब खाने घर हो यिनीहरू। यता चिमालै चिमाल छ साथीहरू। घाम पनि टन टन लागिरहेछ। सबै डाँडा काँडातिर फुल छ। बुनुको कोटको हालत आम्मामा ढुङ्गा नि ठर्यो है। बुनु नि ठर्यो ढुङ्गा नि ठर्यो। के गरेको यो बुनु ढुङ्गै खस्क्यो। ल खेलौँ खेलौँ खेलौँ। अम्मा लु फेरि फेरि अर्को नि लु। लु लु गर। अम्मै आयो बुनुले हाँसाउँछ। ल साथीहरू आजको डाँडा घुमाइ नि रमाइलो भयो। हामी दुईजनाको घरबाट हिँड्दा दादा र म थियौँ दुईजना। फेरि धोत्रे देउराली आइपुगेर बुनुसँग लागेको रमाइलो भयो। बुनुसँग घुमाइ। अब चाहिँ हामी फेरि नि धोत्रे देउराली नै फर्किँदैछौँ बुनु र म। आजको भिडियो कस्तो भयो र म आजको मेरो भिडियो चाहिँ म यहीँ इन गर्नु आँटेको छु। र कस्तो भयो सबैले माया गरिदिनु होला र सपोर्ट गरिदिनु होला र सब्सक्राइब नि गरिदिनु होला। सबैजनाले मलाई माया गरिदिनु होला। धन्यवाद सबैलाई। बाई बाई।